हेलो एभ्रिवान। आज चाहिँ खतरा हिउँ खतरा त परेको होइन, आज फर्स्ट दिनको पुरा पर्छ होला भन्ने एक्सपेक्ट गरेको, तर खासै परेको छैन, परिरहेछ। हेर्नुहोस्, म चाहिँ ड्युटीबाट आउँदैछु। जाडो छ एकदम। हेर्नुहोस् है, खतरा हिउँ परिरहेछ। यस्तो खतरा छ होइन, अघि बिहान चाहिँ खतरै पर्दै थियो। मजा भइरहेछ। अब के भन्छ, फर्स्ट टाइम हिउँ परेको। मैले नेपालमा पनि पर्नु त पर्थ्यो हाम्रो घरदेखि माथितिर, तर जानु चाहिँ पाएको थिइनँ। यहाँ आएर चाहिँ एकदम हिउँ देख्नु पाइरहेको छु। महसुस गरिरहेको छु। हेर्नु, भरे झन् पर्छ भनेको छ। हेरौँ, लेट्स सी। त्यो छ, त्यस्तो एक्साइटेड खालको चाहिँ भएको छैन। एक्साइटेड नै छु। होइन, यस्तो खतरा, कस्तो मजा आइरहेछ। तर भर्खर सुरुवात, आज यसपालिको फर्स्ट टाइमको यो हिउँ परेको भनौँ न। अझै पछि पर्नु बाँकी नै छ भन्थ्यो, अझै पर्नेवाला नै छ। अझै ड्युटी सकेर आए साथीहरू। चिसो चाहिँ एउटा हातमा चाहिँ पन्जा लगाएको छु, अर्को चाहिँ लगाएको छुइनँ। यस्तो हिउँ परेछ, फ्याक्ट कस्तो रुवा जस्तै। खतरा हिउँ पर्छ अरे पछि भन्दै हुनुहुन्थ्यो दिदीहरूले। हेर अब होइन, त्यही देखाउनुलाई चाहिँ मैले भिडियो गरेको। अरू त के देखाउनु, अस्तितिर नै देखाएको छु। तपाईँलाई त्यस्तो नयाँ नौलो त केही पनि छैन। यही हिउँ परेर चाहिँ होइन, हिउँ परेर मात्रै देखाएको। अझै पर्दैछ हिउँ, टुङ। हेर्नुहोस्, हिउँ परेको। एक्साइटेड फिल भइरहेछ भन्दै आजलाई चाहिँ यति नै। बाइ, सी यू।